कुर्सीमा बसेर ओम नमो भगवते वासुदेवाय ओम नमो वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय मेरो छोरोलाई मैले ओम नमो भगवते वासुदेवाय सुरु बोल्न पर्ने पठाएको थियो वासुदेवाय छोरा प्रहलाद ओम नमो भगवते कस्तुरबाट वासुदेवाय फर्किने म आइपुगेको ओम खोज्दै नमो भगवते वासुदेवाय यत्रो दिन पढाएँ ओम नमो तिमी भगवते 7 वर्षका भयो एकै पढाउ छोरा होइन हौ के गर्दैछौ छोरा तिमी मैले त मेरो नीति शास्त्र सुन्दैछु कता वासुदेवाय विष्णुको नाम पनि लेखेको यो अनुचित त होइन के गर्यो होइन गुरुजी तपाईँले के मलाई भनेको शिक्षा दिनुभयो ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय उहाँकै म त नाम भन्छु मेरो त विश्व बिना अरू कोही पनि यो संसारमा छैन हे पिताजी अंधा पिता को ही सूझत नहीं घट घट में है राम हम में है राम और तू में है राम सारा जगत में है राम ही राम पिताजी सारा जगत में है राम ही राम होइन 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 मैले स्वर्ग पनि आफ्नो हातमा लिएको छु मर्द मण्डल सन्तान पृथ्वी मेरो मुक्तिमा छ पाताल पनि मैले कब्जामा राखेको छु तर होइन विष्णु कहीँ पनि छैन मैले देख्यो संसारको म मात्रै हुँ होइन होइन पिताजी तपाईँले देख्न सक्नु भएको होइन सक्नु भएन तर संसारका मालिक हर्ता भर्ता कर्ता उहाँ विष्णु भगवान नै हुनुहुन्छ मेरो त उहाँ नै सर्व भगवान नारायण प्रभु हुनुहुन्छ ममा पनि हुनुहुन्छ तपाईँमा पनि हुनुहुन्छ यो विश्व ब्रह्माण्डमा नारायणै प्रभु हुनुहुन्छ हे पिताजी होइन 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 म भन्दा विष्णु कोही नै छैन संसारको एक्लो विष्णु म हुँ कोही बेला एक युगमा विष्णु पाइन्थ्यो होला तर छैन अहिले मैले विष्णु हुनेको शास्त्र दिएको छु ए छोरा तपाईँले नीति शास्त्र कोट कथा राक्षसी लुगा गाउँमा चाहिँ आफ्नो राक्षसीको राजनीति गर्नुपर्छ राक्षसी मोती लिनुपर्छ कोही कृष्णको मन्दिरमा गएर पूजा गर्ने होइन नमो भगवते वासुदेव विष्णुको नाम लिनुहोस् न तपाईँले मैले के पनि गर्न सक्छु यहाँ यस्तो हुँदैन फेरि यस्तो गरी छैन नि राक्षसी नीति चल्नुपर्छ गाउँमा चाहिँ मैले भनेको मान्नुपर्छ गाउँमा चाहिँ कुनै मठ मन्दिरमा पूजा गर्नु हुँदैन यस मेरो देशमा मेरो राज्यमा स्वर्ग मध्य पातल पूर्व पश्चिम उत्तर दक्षिणमा गाईको पनि हिंसा हुनुपर्छ कोही ब्राह्मणले यो सिकाएको कुन गुरुजीले सिकाएको त गुरुजीलाई म 4 बाटो गएर पत्तालतिर पठाइदिन्छु मैले मेरो राज्यमा कोही विष्णु मन्दिर चिन्दिनँ कोही जान्दिनँ होइन पिताजी तपाईँले बुझ्न सक्नु भएको तर संसारको हर्ता भर्ता कथा भनेको उहाँ मेरो नारायण विष्णु भगवानै हुनुहुन्छ म त उनैको नाम सदा सर्वदा बुझिरहन्छु मेरो त उनै नारायणै परमेश्वर हर्ता भर्ता हुनुहुन्छ तपाईँले बुझ्न नसकेको हो पिताजी सबै तपाईँ हामी सबैको हर्ता भर्ता कर्ता नारायणै हुनुहुन्छ हे पिताजी होइन यो हुन सक्दैन हे छोरा तपाईँ भगवान् विष्णु भने पनि ब्रह्मा भने शिवजी भनेको मेरो बाबु भनेको म हिरण्य बसेको हुँ मैले जन्मेको छोरो तेरी माता कैदुको घरमा जन्मेको कहाँ छ भगवान् देखा चन्द्र सूर्य पृथ्वी वायु जल तेज सब मैले आफ्नो कब्जामा राखेको सबै यी मेरो चाहिँ मुक्तिमा रहेको त भगवान् विष्णु भनेको नाम सबै यो विष्णु भने छोरा देखा तेरो विष्णु कहाँ छ देखा होइन मारिदेखि काटिदियो फ्याँकिदियो त्यो छोराको मलाई माया छ तल राखिदियो विष्णुको नाम लिन्छ कहाँ छ
पिता छ तर मेरो भगवानलाई देख्ने तपाईँको आँखै नै रहेछ तपाईँ त हल्लाउनु हुँदो रहेछ हे पिताजी मेरो हरिलाई कहाँ छ भनेर खोज मनुष्यबाट मर्नु नपरोस् भगवानबाट मर्नु नपरोस् और कोहीबाट मर्नु नपरोस् भनेर मैले यस्तो वर मागेको हुनाले मैले आज आधारो मानिसको और आभा सिंहको रूप धरेर तँलाई खतम गर्नको लागि म यो रूप लिएको छु हे हिरण्यकशिपु तेरो आज पक्कै निमित्त काल आयो और मेरो भक्तलाई आजसम्म जति दुःख दिस अब तेरो अब मरण आयो हे हिरण्यकशिपु हो मार्छ क्या हो खोइ हिरण्यकशिपु मार्छ क्या हो होइन यस्तो तुच्छ जात मैले तिमीले गर्दा मैले बखतले देखेको थिइनँ रूप लिएर आएको छु अब तेरो समापन भइसक्यो मैले हरिको दर्शन पाएँ म गति प्राप्त भएँ मैले त भनेको थियो मैले हाँसेँ अघि तर किन भनेदेखि देवता दानव 101 किनेर पत्र शस्त्र अस्त्र मन्त्र बलले कहिले जलमा थलमा आकाशमा पातालमा भुजमा धरतीमा काहीँ नभन्नु वरदान मागेको थियो तर के गर्नु दैवको लीला यस्ता खतरदेखि मर्नु पर्ने कठै मेरो शरीरमा अब हे दुष्ट तेरो मरण आइसक्यो अब भुँडी फोडेर तेरो अल्लाहहरू निकालेर तँलाई खतम गर्नेछु आहा अल्लाह निक्लियो सकियो मेरो भक्त तिमीलाई आजसम्म तिम्रो पिताजीले काजक्रियाहरू तिमीले राम्रोसँग गर भनेर यसरी नृसिंह भगवानले आफ्नो भक्त प्रहलादलाई उपदेश दिनुहुन्छ। त्यस पश्चात अब शान्त अथवा गर्जना भइरहेका नृसिंह भगवानलाई प्रहलाद भक्त हात जोडेर सान्त्वना गराउँछ। प्रहलाद उठेर हात जोड।
आज हे प्रभु मेरो पिताजी और मेरो पिताजी भए पनि महान दुष्ट भएका थिए और भगवानको धेरै निन्दा गर्थे। हे भगवान, हे प्रभु, हे नृसिंह भगवान, और त्यसै हुनाले आज मेरो पिताजीको यो हालत भयो। हे भगवान, मलाई रक्षा गरिदिनु भयो। मेरो पिताजी भए पनि बहुत दुष्ट भएका थिए। आज तपाईँको कृपाले गर्दा यी दुष्ट पिताजीको नाश भयो र मलाई बचाइदिनु भयो। धन्य हो हे नृसिंह भगवान, सदा मेरो रक्षा गरिदिनुहोस् भनेर तुला आदेशरी भक्त गर्छन्। ओम 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 नमो जय हो नृसिंह भगवानको जय हो। अब सब राक्षसको सार गरेर भगवान आफ्नै स्थानतिर फेरि प्रस्थान गर्न गइरहेछन्। यो छोटकरीमा हामीले जो तपाईँहरूलाई देखायौँ।